हेलो एभ्रिवान, गुड मर्निङ। म चाहिँ अहिले मर्निङ वाक हल्काको लागि सल्लाहरी आएको छु। अनि यही आएको बेला चाहिँ यसो भिडियो बनाउन त भनेर भिडियो बनाउन प्रयास गरेको छु है साथीहरू। मेरो गाउँठाउँ चाहिँ म तपाईँहरूलाई देखाउने प्रयत्न गर्दैछु। कस्तो लाग्छ लाइक, कमेन्ट र सेयर पनि गर्न नभुल्नु होला भन्दै म देखाउन चाहन्छु मेरो घरमाथि रहेको सल्लाहघारीको वन। मजाको सल्लाहघारीको वन रहेको छ। पछाडि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ हिमालय, मजाले हिमालहरू फुलेको छ होइन साथीहरू। अनि के छ हालखबर? मङ्सिर त लागिसक्यो। आफू त अब विवाहित पर्यो होइन। अविवाहित साथीहरूलाई चाहिँ अब चाँडै नै विवाह गर्नु होला भन्ने सुझाव सल्लाह दिन चाहन्छु। किनभने उमेर घट्किसक्यो होइन। अब विवाह बन्धनमा बाँध्न लाग्ने भएका साथीभाइहरूलाई चाहिँ दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु भन्दै मैले चाहिँ आफ्नो गाउँठाउँहरू यहाँ यसरी देखाउन खोजिरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले ब्याकग्राउन्डमा है। अब यो हेर्नुहोस् त कस्तो मजाले बादल लागेको छ। यो चाहिँ त्यहाँ चाहिँ एनसेलको टावर रहेको छ है। यहाँ मजाले देख्न सक्नुहुन्छ। अनि ल हेर्नुहोस् हिमालहरू कति मजाले फुलेको छ ल। गणेश हिमाल, मनासोलु हिमाल, अनि यता हिमचुली, अनि उता अन्नपूर्ण हिमालको रेन्ज। यस्तो राम्रो राम्रो सिनहरू देखिएको छ नि ल। यो हिमचुली गोर्खाबाट चाहिँ राम्रोसँग देखिने भनेको हिमचुली। गोर्खाबाट भन्दा नि हाम्रो ठाउँबाट चाहिँ एकदम राम्रो छ। अनि यो तलको गाउँ चाहिँ रिप गाउँ हो। हामी यो गाउँलाई चाहिँ रिप गाउँ भनेर भन्छौँ। यहाँ मगर समुदायको बाहुल्यता रहेको छ। अरू समुदाय छँदै छैन, मगर समुदायको मात्रै बसोबास छ यो गाउँमा चाहिँ। साबीको वडा नम्बर 8 भनेर भन्छौँ हामी यसलाई। अनि हो त्यहाँ चाहिँ हाम्रो अस्राङको हामी पढेको विद्यालयको अवस्थिति छ भने देख्न सक्नुहुन्छ। बेसीतिर बादलले छोडेकै छैन। ल हेर्नुहोस् यस्तो बादल लागेको छ नि। अब यो 12-1 बजी नबजिकन यो हट्ला जस्तो लाग्दैन। यो सबै बुढी गण्डकीको किनारतिर हो। पारी यो बादलले छोपेको ठाउँ सबै बुढी गण्डकी पर्छ साथीहरू। ल हेर्नुहोस् है, मजाले देख्न सक्नुहुन्छ तपाईँहरूले। यस्तो मजाले छोपेको छ नि है। ल अब यता चाहिँ हाम्रो ल हिमालय आरुघाट बजार, धावा, तान्द्राङ भन्छ माथितिर। यो डाँडा बादल लागेको ठाउँतिर आरुघाट पनि मजाले बादलले छोपेको छ। यो बादलको मुनि आरुघाट बजार रहेको छ है साथीहरू। यस्तो छ। र म चाहिँ यसो अलिअलि भ्लग बनाउन त भनेर निस्केको। अहिले चाहिँ म सल्लाहरी डाँडामै छु है। यसो अलिअलि भिडियो बनाउँदैछु। कस्तो लाग्छ सेयर गर्नु होला आफ्नो गाउँठाउँ सबैले होइन। देखाउनु होला यस्तो छ है भनेर। पिकनिकको लागि एकदम राम्रो सुइटेबल ठाउँ छ यहाँ है। मान्छेहरू धेरै यसो पिकनिकको लागि नै आउने गर्छन्। आज शनिबार चर्चमा मान्छेहरू नआए जस्तो छ। ल अब म तपाईँहरूलाई ठाउँ देखाउँछु। ल हो त्यो नमुना बस्ती कत्तिको देखिया छ यहाँबाट। ल यो नमुना बस्ती हो ल है साथीहरू। एनसेलको टावर देखिया छ। अनि यता चाहिँ यो हाम्रो सल्लाहघारी वन। ल यस्तो छ है साथीहरू। मौसम चाहिँ एकदम हराभरा सुनौलो छ। एकदम रमणीय स्थल रहेको छ। सबैजना साथीहरू एकचोटि समय मिलाएर चाहिँ गोर्खा जिल्ला भ्रमण गर्नु होला है भन्न चाहन्छु। अब यो समय मङ्सिरको महिना है, रमझमको महिना हो। अब विवाह बारीदेखि लिएर सबै शुभ कार्यहरू मङ्सिर महिनामा गर्ने चलन छ हाम्रो नेपाली परम्परामा। त्यसैले साथीहरूलाई मैले अघि नै शुभकामना दिइसकेको छु। अविवाहित हुनुहुन्छ भने
विवाह गर्नुहोस्, केही छैन, यस्तै हो। जति जे गरे पनि जिन्दगीमा उमेर घटिँदै जान्छ फेरि, त्यही भएर भनेको कुरा है त। ल साथीहरू, यति भन्दै म भच्चेक बजार यहाँबाट देखिन्छ भने भच्चेक बजार पनि देखाउन चाहन्छु है। अब अलिअलि देखिँदो रहेछ मजाले, त्यस्तो विधि त देखिँदो रहेछ। ल भच्चेक बजार, ल यो बाकोट हो यो देखिरहेको, अनि यो पारीको चाहिँ भच्चेक बजार हो। यस्तै छ, रमणीय छ। ल साथीहरू, यति भन्दै मेरो च्यानललाई चाहिँ लाइक पनि गर्नुहोस्, सब्सक्राइब पनि गर्नु होला भन्दै भिडियोबाट बिदा हुन चाहन्छु। थ्याङ्क यू, बाई।